मार्दी हिमाल ट्रेक डे 2। हेलो एभ्रिवान, म सुभाष। नेपाल आएको मौकामा म मार्दी हिमाल ट्रेक गर्दैछु। डे 1 मा चाहिँ हामी लो क्याम्प आएर बस्यौं काँडेबाट हिँडेर। बिहान उठ्दा मजाको सनराइज भइरहेको रहेछ। मौसम राम्रोसँग खुलेको थिएन, तर बेला बखतमा हिमालको दर्शन यता कता गर्न पाइरहेका थियौं हामीले। ढकमक्क लालीगुराँस फूलले ढाकेको डाँडा देख्दा मनै आनन्दित भयो। हाम्रो एक दिन अगाडिको हिँडाइ एकदमै लामो भएको भएर एकदम थकित भएका थियौं राति, र बिहान उठ्दा गाह्रो होला सोचेका थियौं, तर त्यस्तो भएन, इनफ रेस्ट गरेको भएर। पित्तम देउराली भन्ने ठाउँसम्म गाडी पनि आउँदो रहेछ, त्यहीँबाट वक स्टार्ट गरे पनि भयो। नभए काँडेबाटै वक स्टार्ट गर्नु भयो भने पनि लो क्याम्प नपुगिकन तलतिर फरेस्ट क्याम्प, अदरवाइज त्योभन्दा माथि अरू होटलमा बस्नु भए पनि हुन्छ, स्पेशली इफ यु आर बिगिनर्स लाइक अस। किनभने डे 2 को यो यात्रा हाम्रो एकदमै छोटो हुनेवाला छ। लो क्याम्पमा आरामले ब्रेकफास्ट गरेर हामी हाई क्याम्पतर्फ लाग्न थाल्यौं। आरामले हिँड्दै विथ प्लेन्टी अफ रेस्ट हामी अराउन्ड 1.5 घण्टामा बादल डाँडा पुग्यौं, जहाँ हामीले लन्च गर्यौं। यहाँ खाना खाँदा खाँदै नै असिना पर्न थालिसकेको थियो, अनि माथिको बाटो लाग्दै हिउँ पर्न थालिहाल्यो बाटोमै। बिस्तारै हिँडे पनि हामी 2 घण्टा जतिमा बादल डाँडाबाट हाई क्याम्प पुगिहाल्यौं। पुग्ने बित्तिकै तातो वाइवाईको झोल खायौं हामीले, अनि धेरै नै छिटो पुगेको भएर 1-2 वटा गेम पनि खेल्यौं। हेभी स्नोफल भएको कारणले बाटो सबै माथिसम्म हिउँले ढाकेको थियो। थ्याङ्कफुली एकछिनपछि वेदर क्लियर भयो, अनि सबै भ्यू मजाले देखिन थाले हामी बसेको होटलबाट। होटलको लागि चाहिँ उहाँहरूको पालो सिस्टम हुँदो रहेछ, अनि जसको पालो उहाँकै होटलमा लग्नुहुन्छ हामीलाई। यो यात्रामा भेटिएका थप साथीहरूसँग गफ गर्दै नेक्स्ट डे सनराइज हेर्न जानको लागि भनेर दिनको अन्त्य चाँडै गर्यौं।